लो है त ब्रदर हो, तपाईहरू नुहाउनु भएन होला सायद। अनि नुहाउनुको लागि आज रामनवमीमा पानी भगवानले सहायता गरेर साबुन चाहिँ असिनाको पठाइदिनु भएको छ। मजाले नुहाइधुवाइ गर्नु सक्नुहुनेछ तपाईहरूले। अनि हाम्रो चाहिँ लुग्दाको फचित छ, तपाईहरू के कसो नुहाइधुवाइ गर्नु हुँदैछ होला खोला जाने ब्रदरहरूलाई। ल है राम्ररी खोलामा नुहाइधुवाइ गरेर आउनुहोस् होला। हाम्रो चाहिँ छेकाइ हेलमेटले हुँदैछ साबुन माथिबाट ठुल्ठुलो साबुनहरू आएछ। अनि तालुमा आलुहरू फले चाहिँ फुल्लिनु थाल्यो। अनि तपाईहरूलाई देखाउनु गइरहेको छु। कतिपय टाढो टाढो सिलगढी भर्सेस यताउति कहीँको मान्छेहरूले त देख्नु भएको छैन होला। फर्स्ट टाइम यो ठुलो खालके साबुन झर्दैछ आकाशबाट। अनि हेर्नु सक्नुहुनेछ। अनि त्यति भन्दै भिडियोको मजा लिनु सक्नुहुनेछ। के कस्तो लाग्छ भन्नु सक्नुहुन्छ तपाईहरूले। अनि केराको पत्ताहरू ढुट्टो छ झरेर। अनि च्यादरहरू छ्याउलाई जस्तो बज्दैछ। अनि गाडीको ओतमा बसिराखेको छु। गाडीको छ्यार बनायो माथिको ओतहरू ओरानहरू। अनि हेर्नु सक्नुहुनेछ भुइँतिर असिना त्यत्तिकै छ। अनि यो पालि सधैँ चाहिँ पानी पर्थ्यो, यो पालि चाहिँ असिना पनि बर्सात छ असिनाको। अनि हेर्नुहोस् होला ठुलो ठुलो झऱ्यो यो पालि चाहिँ। फर्स्ट टाइम देखेको मैले पनि, यस्तो त झरेको थिएन अहिलेसम्म। हेर्नु सक्नुहुनेछ। अनि यिनीहरूको आवाज चाहिँ के डरलाग्दो आउँदैछ सुन्नुहोस् होला। अनि उत्तिसको पत्ताहरू हाँगाहरू भाँचेर लथालिङ्गै छ तल देख्नु सक्नुहुनेछ। अनि बिजोग छ स्कुटी बाइकमा हिँड्ने साथीहरूलाई पनि। अनि काम धन्दा गर्ने गाउँघरमा काम धन्दा गर्नुपर्ने हुनेहरूलाई पनि पानीको कारण भएन होला सायद। अनि अब चाहिँ जाडो, यो पानी आएर जाडो हुनेछ। तपाईहरू तातो तातो लुगा लगाएर हिँड्नु सक्नुहुनेछ। अनि आजको दिन चाहिँ धुम्मेर आइगएछ। ल है हेर्नुहोस् है रोडभरि बर्सात असिनाको बर्सात कस्तो डरलाग्दो देख्दैछ तपाईहरूलाई म देखाउने छु। लु हेर्नुहोस् भर्खर सुकिसकेको छ यो चाहिँ, अघि देखाउनु पाएन। अनि म पनि लप्पु छु भिजेर र भन्दै म पनि तपाईहरूलाई देखाउँदैछु तै पनि। अनि यो भिज्यो भने मार्गी लाग्छ। अनि जोगिनुहोस् होला, चिसो पानी खानु हुँदैन, तातो पानी लिने गर्नुहोस्। अनि रोडभरि नै पुरा सेतो सेतामे भइराखेको छ यहाँतिरको हेर्नु सक्नुहुनेछ। अनि मेरो रानी पनि भिजेर ढुट्टो छ। अनि रानीलाई अब छोपछाप गरेर म पनि घरतर्फ लाग्नु पर्ने हुन्छ। ल है त भिडियोलाई इन्जोय गर्नुहोस्।